ल सबैजना नमस्कार है। कस्तो छ तपाईहरुको यात्रा कस्तो भइरहेछ? बल्ल मनाङ आए जस्तो भयो। तपाईलाई कस्तो लाग्यो? नमस्कार। कोही पनि स्विजरल्यान्ड भनेर बाहिर कोही नजानु होला। हाम्रो देश नेपालको यो मनाङ भन्ने ठाउँमा एकदम हाम्रो यो स्विजरल्यान्ड भन्दा बढी छ। अनि सुन्नुस् है, तपाईलाई मैले गाडी चलाएर लिएर आएँ हैन। हाम्रो ट्राभल्सको नाम चाहिँ इजी जर्नी टुर्स एन्ड ट्राभल्स हो। तपाईलाई मेरो चलाइ कस्तो लाग्यो? म कस्तो लाग्यो? हजुर एकदम राम्रो। अहिलेसम्म हामी चढे भन्दैमा हजुर जस्तो एकदम राम्रो सोसल एकदम सबैलाई एक ढिक्का भएर लिएर हिँड्ने एकदम राम्रो। यो गाडी पनि एकदमै मन पर्यो। यो अहिलेको यो युगमा चल्ने गाडी रहेछ। एकदम राम्रोसँग घ्याच्चा घुच्चा केही नगरिकन तपाईँलाई के छ कस्तो छ के खानुहुन्छ के छ भनेर सोधी ल्याउनु भएको छ। हजुरलाई धेरै धेरै धन्यवाद। कस्तो लाग्यो तपाईलाई मनाङ? ल सबैलाई नमस्ते। हाम्रो भाइको फेसबुक हेर्ने मित्रहरूलाई, टिकटक हेर्ने मित्रहरूलाई सायद यो मनाङको यो हाम्रो एउटा स्विजरल्यान्ड भन्दा केही फरक पर्दैन है। स्विजरल्यान्ड भन्दा राम्रो बेस्ट ठाउँ छ यो मनाङ। अहिले त हामी बल्ल यो मनाङ आए जस्तो महसुस भएको छ। तपाईँहरू जसले यो भाइको टिकटक हेर्नुहुन्छ एकपटक यो ठाउँमा अवश्य आउनु होला। साँच्चै मलाई के महसुस भयो भने स्विजरल्यान्ड जानु पर्दैन, यही नेपालमै रहेछ स्विजरल्यान्ड है। यो हामी पहिलोपटक आएको सबै यस्तो हिउँ पछाडिहरू छ, हिउँ अगाडि हिउँ छ, यस्तो राम्रो बस्ती हो, यस्तो राम्रो ठाउँ छ है। यात्रामा कुनै असुविधा भएन? त्यस्तो असर केही एकदम राम्रो छ, धेरै सजिलोसँग आइयो, त्यही हो। हस् धन्यवाद है। ओके थ्याङ्क यू भाइ। अनि दाइ तपाईलाई चाहिँ कस्तो लाग्यो मनाङ? सम्पूर्ण नमस्ते, गुड मर्निङ। हामी इजी जर्नी ट्राभल्समा ट्राभल गरिरहेका छौँ पोखरा टु मनाङ। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। मैले एक दुईवटा देशहरू घुम्ने मौका पाएको थिएँ, जर्जिया गएर हङकङ, थाइल्यान्ड, मलेसिया। मैले कम्पेयर गरेर हेर्दा यहाँ धेरै फरक पाएको छु। साँच्चै भन्दाखेरिमा हामीले चाहिँ नि हिरा जस्तै रहेछ, हिरा जस्तै ठाउँ रहेछ। हामीले चिन्न नसकेको चाहिँ हो रहेछ। जति पनि हामीले चाहिँ यहीँ रहेछ, जुन आम्दानीको स्रोत भनेको पर्यटक हो भन्ने कुरा यहाँ आएपछि चाहिँ नि प्रमाणित भयो। मेरो पहिलोचोटि फेरि भ्रमण पनि यहाँ। हजुर धेरै धेरै धन्यवाद छ। केही पनि छैन, यति राम्रो सुविधा छ, सबै कुराहरू। त्यसलाई हामीले तलमाथि भइहाले पनि हामीले त्यस्तो गर्नु मिल्दैन, किनभने लामो यात्रा छ, सबैजना स्वयं भएर आइएको छ। धेरै खुसी छौँ। इजी जर्नी टुर्स एन्ड ट्राभल्ससँग तपाईँ खुसी हुनुहुन्छ? एकदम खुसी। आभार छु, यस्तो ठाउँमा ल्याएर दर्शन गराइदिनु भयो।